हेलो साथीहरू, सबैजनालाई फेरि पनि यस मेरो युट्युब च्यानलमा स्वागत छ। र लामो समय भयो होइन, करिब भ्लगहरू पनि नहालेको। त्यस कारणले चाहिँ आज चाहिँ यसो अलिकति टाइम मिलेको हुनाले तपाईँहरूलाई म चाहिँ केही नयाँ ठाउँहरू देखाउन खोजिरहेको छु है त। अहिले चाहिँ म पोर्चुगलको अप्रान्देश भन्ने ठाउँमा छु होइन। र अप्रान्देश भन्ने ठाउँको विशेष गरी सार्दल भन्ने ठाउँमा छु होइन। र मैले काम गर्ने कम्पनी चाहिँ यो हो है। अनि त्यसपछि अहिले म ठ्याक्कै बाहिर निस्किएको छु। र आज चाहिँ शनिबारको दिन भएको हुनाले चाहिँ जस बिदा नै हुन्छ है। यहाँ चाहिँ के छ भन्दाखेरि सिस्टम जहाँसम्म लाग्छ युरोप देशहरूमा हप्तामा चाहिँ 2 दिन चाहिँ अनिवार्य बिदा हुन्छ होइन। त्यही भएर चाहिँ त्यो बिदालाई चाहिँ लज्जित बनाउँदै म चाहिँ आज यसो बाहिर निस्केको छु। भनौँ न, अझ भन्नुपर्दा भ्लग बनाउन निस्केको छु। र मैले भनिहालेँ तपाईँहरूलाई, यहाँ चाहिँ ऊहरू बस्छन्, थाईहरू बस्छन् होइन। अनि त्यसपछि यहाँ चाहिँ सामानहरू हामी गाडी पनि देख्न सक्छौँ त्यहाँ चाहिँ है, स्ट्यान्ड बाई। त्यो गाडीहरूमा चाहिँ सामानहरू चाहिँ ओसार पसार गर्ने काम गर्छ। र यस्तै गरी शनिबारै भए पनि बिदै भए पनि जस यहाँको मान्छेहरू चाहिँ त्यसरी चाहिँ अब बाहिर चाहिँ यसरी खुलेआम चाहिँ हुँदैनन् होइन। अक्टोबर नोभेम्बर डिसेम्बरतिर चाहिँ एकदमै जाडो हुन्छ। अहिले चाहिँ बिस्तारै अब गर्मी सिजन सुरु हुन थालेको छ। यो ठाउँ चाहिँ मलाई चाहिँ कस्तो लाग्यो भने यो ठाउँ चाहिँ हुन त योभन्दा पहिला म चाहिँ फतका भन्ने ठाउँमा बस्थेँ होइन। तर अहिले चाहिँ यहाँ म लगभग 3-4 महिना भइसकेको छ। र यहाँ आएर बुझ्दाखेरि चाहिँ अब पहिला चाहिँ जस त्यो ठाउँभन्दा चाहिँ यो ठाउँ चाहिँ अलिकति हरेक कुराहरूमा फेसिलिटीहरू छ होइन। पहिलो कुरा चाहिँ के छ भन्दाखेरि अब यहाँ चाहिँ अब टोटल्ली पुरै बजार एरिया हो होइन। मार्केट जान पनि सजिलो होइन, सामानहरू ल्याउन पनि सजिलो, यताउता रासनको व्यवस्थापन गर्न एकदमै सजिलो। र विशेष गरी आफ्नो डकुमेन्टेसन कामहरू गराउन पनि त्यस एकदमै सजिलो छ। जस्तो किनभने सोसल अफिस र फिनान्स अफिसहरू पनि यहीँ नजिकै छ होइन। जसको कारणले गर्दाखेरि त्यस्तो केही डकुमेन्टेसन केही समस्याहरू आयो भने हामीले चाहिँ मजाले चाहिँ डकुमेन्टहरू पनि निकाल्न सक्छौँ। र अझ अर्को कुरा भन्नुपर्दा अब यहाँदेखि चाहिँ लगभग तपाईँको लिस्बन जान पनि लगभग त्यति धेरै टाइम लाग्दैन होइन। तपाईँहरू देख्न सक्नुहुन्छ होइन, हेर्नु न यो घरको डेकोरेसनहरू होइन। तपाईँलाई गेट हेर्नु सक्नुहुन्छ होइन। यसो बाहिरबाट हेर्दाखेरि ढोकासोका लगाएको छ होइन, केही पनि छैन, कोही छैनन् जस्तो देखिन्छ। तर एकदमै मान्छे छ कि छैनन् होइन भन्ने थाहा हुँदैन, तर मान्छे चाहिँ हुन्छन् भित्र होइन। र एकदमै सिस्टम तरिकाले बसिरहेको हुन्छन् कि यिनीहरू चाहिँ होइन। टक्क काममा आउने अनि बस्ने, यताउता बाहिर निस्किने, हो हल्ला गर्ने, त्यस्तो चाहिँ हुँदैन। घरको आँगनहरू हेरौँ नि, टक्क लागेर मजाले फुलहरू रोपेर एकदम डेकोरेसन गरेर एकदमै नयाँ नयाँ आइटमहरू, नयाँ नयाँ फुलहरू चाहिँ रोपेर एकदमै राम्रो तरिकाले आकर्षण गरिराख्नु भएको छ। र आज चाहिँ अलि बिदै नै भएको हुनाले यस फाटोफुटो गाडीहरू चाहिँ हिँडिरहेको छ होइन। हेर्दै यो चाहिँ धुपी हो है त साथीहरू। गाउँघरतिर फेरि त्यो होइन कि त्यो गाउँघरतिर त्यो हाम्रो ठाउँतिर पाइने त्यो धुपी छ नि, त्यो पूजापाठ गर्ने त्यस्तो खाले धुपी चाहिँ होइन होइन। यो ठाउँ फेरि होइन यस्तो ठाउँ हो कि जाडोमा चाहिँ एकदमै जाडो होइन। अब चाहिँ बिस्तारै अब गर्मी सिजन लाग्न थालेको छ मैले सुनेको अनुसार होइन। एकदमै गर्मी हुन्छ अरे गर्मी ठाउँमा। यहाँ देख्न सक्छु यो कुन फुल हो, यो के हेर्दाखेरि गुलाबको जस्तो देखिन्छ, तर गुलाबको फुल होइन यो, किनभने गुलाबको फुलमा चाहिँ काँडा हुन्छ, यसमा छैन होइन। यस्तै गरी अब हामी देख्न सक्छौँ होइन, जुन्ता दि फ्रिगियो के लेखा छ, यो चाहिँ मैले सुनेअनुसार यो चाहिँ जुन्ता अफिस हो अरे साथीहरू। यहाँ चाहिँ जस हुन्छ नि घरको एड्रेसहरू होइन, त्यसको डकुमेन्टहरू मिलाउनु पऱ्यो भने चाहिँ अब यहाँ आएर बनाउँछौँ भने सुन्थेँ है। तर म चाहिँ अहिलेसम्म चाहिँ त्यस्तो बनाउनु चाहिँ आएको छैन। ऊ त्यो हेर्नु त्यो बुढो बुढो रुखहरूलाई चाहिँ काटेर कति मजाले बनाएको छन् होइन यिनीहरूले चाहिँ। जस एकदमै रुखहरूलाई पनि यिनीहरूले चाहिँ यस्तो मजाले डेकोरेसन गरेर राखेको छन् यिनीहरूले चाहिँ। हेर्नुहोस् है त साथीहरू, यो देखिराख्नु भएको छ होइन, यस्तो मजाले होइन काटेर एकदमै यस्तो मजाले गरेर राखिरहेको छन् कि यिनीहरूले चाहिँ होइन। अनि अब हेर्नु न, यहाँ मात्र होइन होइन पुरा लसरै छ कि यस्तो यो पुरानो रुखहरूलाई चाहिँ यति मजाले यिनीहरूले चाहिँ मेन्टेन गरेर राखेको छन् क्या, ताकि बाहिरबाट हेर्दाखेरि पनि यस्तो राम्रो देखिन्छ नि त। यो चाहिँ डेकोरेसनको लागि होइन। फेरि यो सुकेको छैन, फेरि यो चाहिँ सुकेको चाहिँ होइन,
यस्तो मजाले राखिरहेको छन् कि यिनीहरूले चाहिँ। हेर्नु त साथीहरू घरहरू होइन पुरै त्यो सानसाना घरहरू हुन्छन् होइन तर एकदमै सिरी च्याक्ट परेर राखिरहेको हुन्छन् कि यिनीहरूले चाहिँ घरहरू पनि घरलाई चाहिँ यस्तो मेन्टेन गरेर राखेको हुन्छन्। अनि यहाँ चाहिँ के छ भन्दाखेरि कोठा भाडाहरू पनि एकदमै महँगो छ। अनि यो छ यो हेर्नु सक्नुहुन्छ होइन यो चाहिँ के भन्छ यसलाई चाहिँ यस्तो लत्रमै फल्छ कि फल्छ। अनि यो चाहिँ यो के छ भन्दाखेरि यो सुन्तला खाने सिजन चाहिँ विशेष गरी केमा रहेछ भन्दाखेरि कुन कुन समयमा रहेछ भने अक्टोबर नोभेम्बर डिसेम्बर त्यो महिनामा चाहिँ चिसो समयमा चाहिँ एकदमै लत्रमा फल्दो रहेछ होइन। कहिलेकाहीँ आउँथ्यौँ हामी होइन टिपेर चाहिँ खान्थ्यौँ हामीले चाहिँ। तर चाहिँ अब यो चाहिँ के यो यिनीहरूले चाहिँ घरको आँगनमा होइन किन रोप्दो रहेछन् भनेर चाहिँ अब मैले यसो बुझ्दाखेरि यो चाहिँ के रहेछ भन्दाखेरि उनीहरूको घरमा उनीहरूले रोपे तापनि उनीहरूले चाहिँ त्यो फलिसकेपछि खाँदो रहेछन् कि किन खाँदो रहेछन् भन्दाखेरि चाहिँ यो चाहिँ उनीहरूले चाहिँ आफ्नो आफन्तीहरूको होइन सम्झनामा रोपेको हुँदो रहेछन् कि। जस्तै यो फुलहरू छ नि यो फुलहरू पनि जस्तै यो घरको कुनै मान्छे बित्यो भने अथवा मऱ्यो भने चाहिँ उनीहरूको सम्झनामा चाहिँ यो फुलहरू रोप्ने होइन अथवा यो के अरे फलफुलहरू रोप्ने त्यस्तो चाहिँ गर्दो रहेछन् क्या साथीहरू। ल है त साथीहरू अब फेरि म पार्कमा छिरेँ है त। अब यो देखिराख्नु भएको छ नि होइन यो पार्कहरू बुढो रुख माथिसम्म छ होइन। यो चाहिँ हेर्नु त भर्खर फुलहरू फुलेका छन् होइन। अब चाहिँ यस यतातिर चाहिँ अब मौसम चाहिँ चेन्ज हुन थालिसकेको छ कि यतातिर चाहिँ। अनि यहाँ चाहिँ प्रायः जसो होइन गर्मी सिजनमा टक्क आउने होइन यस इन्जोयमेन्ट गर्ने ठाउँ कि यो भनौँ एउटा पार्क जस्तै यो रुखको पातहरू सबै झरेर होइन अहिले चाहिँ नयाँ उहरू पलाउनु थालेको छ। यहाँ चाहिँ हरियाली हुन थालेछ कि अहिले चाहिँ पुरा योभन्दा अगाडि जस्तो अक्टोबर नोभेम्बर डिसेम्बरतिर चाहिँ खतरा पानी पर्थ्यो होइन। तर अहिले चाहिँ एकदमै त्यस्तो केही पनि छैन। अनि मौसम पनि एकदमै ठिक्कको छ होइन अहिलेसम्म। पछि मैले सुनेको अनुसार अहिले यो मार्च अप्रिल मेदेखि चाहिँ अब चाहिँ गर्मी सिजन सुरु भइसक्यो होइन। देखिराख्नु भएको छ होइन रुखहरू पनि लगभग सबै पातहरू झरिसकेको छ। अब चाहिँ त्यस हुन्छ नि अब हरियाली अब अर्को पातहरू पलाउनु सुरु गर्छ कि यतातिर चाहिँ होइन हरियाली भइसकेको छ। यहाँ चाहिँ अब अर्को देखिराख्नु भएको छैन होइन सेतो सेतो यो अर्को फुलहरू पनि होइन त्यस भइसकेका छन्। अब फुलहरू सुकेर अब झरेर होइन फेरि अर्को नयाँ पलाउनु थालिसकेको छ होइन। यस यहाँ चाहिँ आज चाहिँ अब खाली नै छ। यहाँ चाहिँ कति बेलातिर आउँछन् भन्दाखेरि मान्छेहरू चाहिँ लगभग साँझ 3-4 बजीतिर आएर मजाले बस्ने होइन बस्ने ठाउँहरू पनि छ होइन। अनि गर्मी भयो भने अब यो झुपीको शीतलमा बसेर आनन्दले बसिरहेको मान्छेहरू हामी देख्न सक्छौँ होइन। यस घुम्न र बस्नको लागि चाहिँ ठिक छ यो ठाउँ। अनि अर्को कुरा चाहिँ के छ भने साथीहरू होइन अब यस्तो रहेछ कि पहाड एरियातिर रहेछ कि यो ठाउँ भनेको होइन। त्यही भएर चाहिँ अब यहाँका मान्छेहरू चाहिँ प्रायः जस्तो चाहिँ काम गर्न जाने अथवा पढ्न जाने होइन काम त नभनौँ अब पढ्न जाने चाहिँ गर्दो रहेछन् होइन। अनि कता चाहिँ अब यहाँ अलिकति जस्तो हामी गाउँघरका मान्छेहरू अब कहिलेकाहीँ सहरतिर आएर पढ्छौँ नि त सहरतिर आएर अथवा केही कुराहरू सिक्छौँ होइन। अब जस्तो केही न केही उद्देश्यले हामी सहर झरेका हुन्छौँ भने अब यो ठाउँको मान्छेहरू पनि प्रायः चाहिँ के हुँदो रहेछन् भन्दाखेरि चाहिँ अब सहरतिर आफ्नो पढाइको लागि चाहिँ झर्दो रहेछन् कि। अनि अर्को कुरा जस्तो विशेष गरी यो चाडपर्वहरूमा चाहिँ यो ठाउँतिर आउने होइन अनि आफ्नो घरतिर आउने गर्दो रहेछन् यिनीहरूले चाहिँ। अनि त्यो समयमा चाहिँ विशेष गरी चाडपर्व क्रिसमसदेखि लिएर होइन अन्य चाडपर्वहरूमा चाहिँ यहाँ चाहिँ एकदमै जस धेरै मान्छेहरूको आउजाउत हुने गर्छ होइन। तर त्यही भएर चाहिँ अब अहिले चाहिँ अब यो पार्कहरू पनि जस खाली नै छ होइन। त्यस्तो चाडपर्वको समयमा चाहिँ पुरै यो पार्कहरू चाहिँ पुरै फुल हुन्छ होइन घुम्ने बस्ने होइन रमाइलो गर्नको लागि चाहिँ जस खत्रै ठाउँ छ यो पनि होइन। अनि अर्को कुरा चाहिँ त मान्छेहरू आउने चाहिँ होइन आइराखेका हुन्छन् साँझतिर आउँछन् होइन। कोही चाहिँ मर्निङ वाक बिहान नै आइसकेका हुन्छन्। अहिले त 10-11 बजिसकेको छ अहिले त है साँझतिर चाहिँ आउँछन् होइन। आज चाहिँ होइन सायद बिदा भएर पनि होला होइन पुरा गाडीहरू चाहिँ एकदम लस्करै थन्किएर बसेका छन् होइन। अब यतातिर चाहिँ अब विदेशतिर चाहिँ अब गाडी चढ्नु चाहिँ खासै ठुलो कुरो होइन होइन किनभने अब यहाँ चाहिँ लगभग 1 महिनाको सेलेरीले चाहिँ अब सेकेन्ड ह्यान्ड गाडीहरू चाहिँ मजाले आउँछ। तर चाहिँ आफूसँग लाइसेन्स हुनु पऱ्यो होइन लाइसेन्स भयो भने चाहिँ यस गाडी चाहिँ अथवा प्रायः जस्तो नर्मली चाहिँ अब सबैले गाडीहरू चाहिँ युज गरिसकेका हुन्छन् होइन। अहिले चाहिँ यहाँ चाहिँ लस्करै ठन्केर बसेका छन् होइन।
अनि अर्को कुरा चाहिँ अब यहाँ देखिराख्नु भएको छ नि होइन, यो चाहिँ यहाँ चाहिँ बास्केटबल ग्राउन्ड हो यो चाहिँ है। फुटसल पनि छ अनि बास्केटबल ग्राउन्ड पनि छ होइन यो पार्कमा। यो भित्र चाहिँ बिरालोले बाटो काट्ला है। खतरा एक्सन गर्छ त यार। यो घरहरू छ नि पुरै अब यहाँको मान्छेहरू चाहिँ घरमा चाहिँ पुरा फ्ल्याटहरू लिएर बसिरहेको हुन्छन् कि। यस अनि सबै यो यही घरमा चाहिँ फ्लाइटमा बस्ने मान्छेहरूको यो गाडीहरू चाहिँ होइन। र काम भए बेला चाहिँ फेरि खासै हुँदैन होइन। यो शनिबार र आइतबार चाहिँ टोटल्ली होलिडे भएको हुनाले चाहिँ अब गाडीहरू चाहिँ खासै चलेको पनि हुँदैन। अनि त्यो देखिराख्नु भएको छ नि होइन, त्यो मान्छे र म चाहिँ एउटै कम्पनीमा काम गर्छौँ कि। कहाँ कहीँ न कहीँ जाँदै होला नि होइन। ओहो यार, कपाल काट्ने बेला पनि भएको रहेछ। यस्तो जुवा काट्ने दारी जुवा फाल्ने समय पनि भइसकेको रहेछ। तर चाहिँ सोचिरहेको छु अब योचोटि चाहिँ अब कपाल पनि पाल्छु अनि दारी जुवा पनि पाल्नु पर्ला भन्ने सोच बनाइरहेको छु। अरे अब हेरौँ अब के हुन्छ होइन। हुन त अब गर्मी सिजन लागिसकेको छ होइन। अब मैले कतिको मेन्टेन गर्न सक्छु भन्ने कुरा पनि हो। हेरौँ के हुन्छ। ल है त साथीहरू, यो पनि म भ्लगहरू लिएर आउँदै गर्छु र अहिलेसम्म जतिजनाले हेर्नुभयो त्यहाँहरूले सबैजनाले चाहिँ साथ सपोर्ट गरिदिनु होला र जतिजनाले हेर्नुभएको छैन त्यतिजनाले चाहिँ हेर्ने कोसिस गरिदिनु होला। र तपाईँहरू यति विद्वान हुनुहुन्छ कि होइन, हेरिसकेपछि के गर्नुपर्छ भन्ने कुरा मैले भनिराख्नु पर्दैन। र यति भन्दै तपाईँहरूदेखि म बिदा हुन चाहन्छु है त। सबैलाई नमस्कार।